के तपाईहरु कालाङ्गा हाइड्रो पावर कम्पनी लिमिटेडको आईपीओ भर्नु भएको छ र अब यसले आफ्नो आईपीओ को नतिजा कहिले सार्वजनिक गर्छ भनेर प्रतीक्षामा बस्नु भएको छ भने मैले आज यो भिडियो तपाईहरुको लागि लिएर उपस्थित भइसकेको छु। आज हामी यस भिडियोमा यस कम्पनीले अब आफ्नो आईपीओ को नतिजा कहिले सार्वजनिक गर्दैछ, साथै यस कम्पनीमा कति लगानीकर्ताहरूले आवेदन दिए, कति लगानीकर्ताहरूले यस कम्पनीको आईपीओ हात पार्न सफल हुनुभयो र यस कम्पनीले सेकेन्डरी बजारमा आफ्नो कारोबार कहिले सुरु गर्दैछ र यस कम्पनीले सेकेन्डरी बजारमा ओपनिङ रेन्ज कति हुन्छ र यस कम्पनीको सेकेन्डरी बजारमा मार्केट प्राइस कतिसम्म पुग्छ भन्ने कुराको बारेमा आज हामी यस भिडियोमा चर्चा गर्नेछौं। भिडियो अन्तिमसम्म हेर्नु होला। अब लागौं भिडियोतर्फ। कालाङ्गा हाइड्रो पावर कम्पनी लिमिटेडले यही जेठको 8 गतेबाट 13 गतेसम्म सर्वसाधारणहरूको लागि आफ्नो आईपीओ निष्कासन गरेको थियो। यस कम्पनीले टोटल 28 करोड 77 लाख रकम बराबरको 28,77,000 किता शेयर आफ्नो आईपीओ मार्फत निष्कासन गरेको थियो भने यस कम्पनीले निष्कासन गरेको आईपीओमा 29,10,926 लगानीकर्ताहरूले आवेदन दिएका थिए, जुन कम्पनीले माग गरेको भन्दा 11.08 गुणा बढी यस कम्पनीले माग गरेको भन्दा बढी आवेदन परेको थियो। यस कम्पनीमा पनि धेरै लगानीकर्ताहरूको हात खाली हुने देखिएको छ। यस कम्पनीको आईपीओ जम्मा 2,87,000 लगानीकर्ताहरूले मात्र यस कम्पनीले निष्कासन गरेको आईपीओ हात पार्न सफल हुनुहुनेछ भने अन्य बाँकी 26 लाख भन्दा बढी लगानीकर्ताहरू यस कम्पनीले निष्कासन गरेको आईपीओ पर्नबाट वञ्चित हुने देखिएको छ। जम्मा 2,87,000 लगानीकर्ताहरूले मात्र यस कम्पनीले निष्कासन गरेको आईपीओ हात पार्न सफल हुनुहुनेछ। यस कम्पनीले अब आउने जेठको 21 गतेबाट 25 गते भित्र आफ्नो आईपीओ को नतिजा सार्वजनिक गर्ने भन्ने कुरा जानकारी गराइसकेको छ। छिटोमा जेठको 21 गते र ढिलोमा जेठको 25 गते भित्रमा यस कम्पनीले आफ्नो आईपीओ को नतिजा सार्वजनिक। अब कुरा गरौं सेकेन्डरी बजारमा यस कम्पनीले कहिले आफ्नो कारोबार सुरु गर्छ। अब जेठको 21 गते अथवा 25 गते भित्रमा यस कम्पनीले आफ्नो आईपीओ को नतिजा सार्वजनिक गर्ने भयो र जुनसुकै कम्पनीहरूले पनि आफ्नो आईपीओ को नतिजा सार्वजनिक गरेपछि को स्टेज भनेको त्यो कम्पनीको शेयर लगानीकर्ताको डिमेटमा ट्रान्सफर गर्नु पर्यो र त्यसपछि सेकेन्डरी बजारमा लिस्टेड हुनु पर्यो। यो गर्दा चाहिँ कम्तीमा पनि 1 महिना लाग्ने देखिन्छ। यो कम्पनीको चाहिँ दोस्रो बजारमा कारोबार चाहिँ साउनको पहिलो हप्तासम्म दोस्रो बजारमा कारोबार हुनेछ। र अब कुरा गरौं यस कम्पनीको फन्डामेन्टल सेक्टरको बारेमा। यस कम्पनीको ईपीएस -1 रुपैयाँ 48 पैसा रहेको छ। यस कम्पनीको ईपीएस चाहिँ नेगेटिभ रहेको छ भने त्यस्तै गरी यस कम्पनीको प्रति शेयर नेटवर्थ 98 रुपैयाँ 56 पैसा रहेको छ र जुनसुकै कम्पनीहरूले पनि दोस्रो बजारमा आफ्नो कारोबार सुरु चाहिँ नेटवर्थलाई बेस मानेर दोस्रो बजारमा आफ्नो कारोबार सुरु गर्ने गर्छन्। यही क्रममा यस कम्पनीको सेकेन्डरी बजारमा ओपनिङ रेन्ज 98 रुपैयाँ 56 पैसादेखि 295 रुपैयाँ 68 पैसाको बीचमा पनि हुन सक्ने भयो अथवा 295 रुपैयाँ यस कम्पनीको सेकेन्डरी बजारमा ओपनिङ प्राइस हुने देखिन्छ। तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो? शेयर सम्बन्धी अन्य यस्तै भिडियोहरु हेर्नको लागि यो युट्युब च्यानल सब्स्क्राइब गर्नुहोला। साथै मैले हालेको अन्य भिडियोहरु छिटो र सजिलै थाहा पाउनको लागि साइडमा रहेको बेल आइकन पनि क्लिक गर्नुहोला। थ्यांक यू।